हेलो गाइस, सबैलाई नमस्ते। मेरो नाम बालकृष्ण कंवर। आज चाहिँ हामी माथि स्कुलको फिल्डतिर घुम्न जाँदैछौँ। भिडियो अन्तिमसम्म हेरिदिनु होला। हाम्रो पछाडि देख्न सक्नुहुन्छ प्लास्टिक कार। यो चाहिँ च्याउ खेतीको लागि बनाइएको हो। अहिले चाहिँ हामी यता स्कुलको फिल्डनेर आइसकेका छौँ। हेर्न सक्नुहुन्छ यो चाहिँ स्कुलको फिल्ड हो। यता पछाडि बन्दकोपी काउली लगाइएको छ र यता साथीहरू तल मस्तले बसिरहेका छन्। देख्न सक्नुहुन्छ हाम्रो फिल्डबाट देखिने दृश्यहरू। यता तलतिर श्रीनगर बजार रहेको छ। देख्न सक्नुहुन्छ तलतिर सल्यान श्रीनगर सल्यानको प्रमुख बजार केन्द्र। देख्न सक्नुहुन्छ यहाँ दुईटा टेन्ट भित्र चाहिँ बन्दकोपी खेती गरिरहेछ। यो चाहिँ बाहिर खुल्लामा हो भने त्यहाँ भित्र टेन्ट भित्र पनि गरिएको छ। यो चाहिँ विशेष यो गाउँबारीमा चरा र मुसा नलागोस् भनेर टङ्गाएको प्लास्टिक हो। यहाँ देख्न सक्नुहुन्छ तोरी सिँगाल्ने भइसकेको छ। देख्न सक्नुहुन्छ यो चाहिँ मुला